हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। हामी चाहिँ यहाँ यति धेरै जम्मा भएको देखेर चाहिँ सोच्दै हुनुहुन्थ्यो होला पक्कै यिनीहरू चाहिँ गाउँघर घुम्नु निस्के भनेर। तर हामी चाहिँ गाउँघर घुम्नु निस्केको होइन। हामी यहाँ नानी केटाकेटीमा हेर्नुहोस् न, बेटा चाहिँ अजीको नडालामा बुई चढिहालेछ र हामी यता धमा मतलब बडेमासँग आउँदैछु। हामी चाहिँ आएको यहाँ हाम्रो घरदेखि अलिकति अगाडि एउटा खेत छ है, बारी। र बारीमा चाहिँ तुलफुलहरू के भयो, के कस्तो भयो भनेर हेर्नु आएको। र साथै बडेमाले पनि म पनि जान्छु भन्नुभयो। अब सबैजना आएदेखि नानी केटाकेटी पनि के मान्थे र है, उनीहरूलाई पनि सबैलाई लिएर आयौँ बारीमा। र यहाँ बारीमा चाहिँ यहाँ देख्नुहुँदैछ फर्सी रोप्नुभएको रहेछ। फर्सी, बोडी, काँक्रा अनि मकैहरू धेरै कुछ के रोप्नुभएको रहेछ। रानी खोर्सानी, राजा खोर्सानी अरे रानी खोर्सानी कस्तो हुन्छ रानी खोर्सानी? राजा खोर्सानी सुनेको थिएँ, रानी खोर्सानी पनि पो हुँदो रहेछ। अलिक सानी होला अब राजा भन्दा। कम्ती फलेर गाछ मर्छ, रानीको चाहिँ गाछ डरो हुन्छ। परिपरिको छ हाम्रो बारीमा चाहिँ। यता बोडी, घरको बोडी चाहिँ फल्दैछ। यहाँ चाहिँ भर्खर ठुलो हुँदैछ। थरी थरी रोप्नु भएको रहेछ। गाउँघरमा बस्यो भने यस्तो फ्रेस सब्जी पनि खानु पाइन्छ है। र यसरी घुरिउरी सबै तुलफुलहरू रोपेको हेरिसक्यौँ है। र हेरिसकेर सबैजना यसरी जानु भनेर निस्किँदैछु। यता धमाले चाहिँ बाई बाई दिइराख्नु भएको छ र साथै हजुरहरूलाई पनि बाई बाई है।